अघिको मस्यौरा बनाउन तयार गरिएको डोलाई यसरी नै कर्कलोको टुक्रा बनाएर त्यो डाँठलाई हालेकोलाई मिक्स गरेपछि अब यसरी यहाँ बनाउने प्रक्रिया पुरा गर्दैछु साथीहरू। यो भोलिपर्सि जाडोमा आलुसँग मिसाएर खानालाई मिठो हुन्छ। यसमा यो कर्कलोको डाँठमा आइरन हुन्छ, हाम्रो खाना एकदम स्वास्थ्यको लागि राम्रो छ। यस्तै गरेर अनि सुकाउने 2-3 दिन अनि मजाले सुक्छ अनि बट्टामा भरेर राख्ने। अनि हामीले अलिअलि बनाएर तरकारीको रूपमा खान सक्छौँ।